हाम्रा बोट बिरुवाहरूमा कमिला किन लाग्छ थाहा पाउनको लागि यो भिडियो अन्तिमसम्म हेर्नु होला है, र कसरी नियन्त्रण गर्न सकिन्छ त्यो पनि हजुरले थाहा पाउनुहुनेछ। वास्तवमा कमिला चाहिँ बिरुवाको पात, हाँगा र फल खान आएका हुँदैनन्। यी किराले चाहिँ एफिड, मिलिबग, स्केल किरा, कपासे किरा जस्ता चाहिँ हनिड्यू निकाल्ने किराहरूलाई संरक्षण गर्नका लागि आएका हुन्छन्। यी किराहरूले चाहिँ बिरुवाको रस चुस्छन् र चिनी जस्तो गुलियो पदार्थ हनिड्यू निकाल्छन्। हेर्नुहोस् त यहाँ जुन बिरुवामा देखिएको सेतो किराहरू छ, यी किराको संरक्षण गर्नका लागि चाहिँ कमिलाहरू आएका हुन्छन्। अब कहिलेकाहीँ त यिनीहरूले के गर्छन् भन्दाखेरि बिरुवामा आफ्नो बस्ती नै घरै बनाउँछन्। हेर्नुहोस् त यो किरालाई, यो हनिड्यू निकाल्ने किरालाई संरक्षण गर्नका लागि यिनीहरूले यहाँ बस्ती नै बसाइरहेका छन्। त्यसैले कमिला मारेर मात्रै समस्या समाधान हुँदैन। मुख्य समस्या भनेको चाहिँ हनिड्यू निकाल्ने किराहरू हो, यो सेतो किराहरू हो। त्यसैले यसको नियन्त्रण गर्नका लागि चाहिँ सङ्क्रमित पातहरू, हाँगाहरू हटाउने, पानीको फोहरा अथवा साबुन पानीले किरा हटाउने, 1 चम्चा भाँडा माझ्ने साबुन चाहिँ 1 लिटर पानीमा घोलेर हामीले लगायौँ भने चाहिँ यो किराहरू हटाउन सकिन्छ। आवश्यक पर्यो भने जैविक सिफारिस गरिएका कीटनाशक पनि प्रयोग गर्ने र बोटको फेदमा चाहिँ हामीले चाहिँ ग्लुहरू लगाएर कमिलाको आवत पनि रोक्ने। तपाईको बोटमा पनि यस्तो कमिलाले यस्ता खालका चाहिँ किराको सुरक्षा गार्ड बनेको छ कि छैन कमेन्टमा लेख्नुहोला। र कमिला नियन्त्रण गर्नका लागि चाहिँ हामीले अन्य किरा नियन्त्रण गर्नुपर्छ, भिडियो सेयर गरेर अन्य सामु पुर्याइदिनु होला।